आदरणीय फिक्कलवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णमा नमस्कार। यहाँले जानकारी प्राप्त गरिसक्नु भएको पनि होला। अहिले चाहिँ निर्वाचन आयोगले मतदाता नावलीमा नाम समावेश गर्नको लागि म्याद थपेर यही मङ्सिर 5 गतेसम्म मतदाता नावलीमा नाम समावेश गर्ने मिति तय गरिएको बेहोरा जानकारी गराउन चाहन्छु। जसले आफ्नो मतदाता नावलीमा नाम समावेश गर्न बाँकी हुनुहुन्छ तपाईहरूले तत्कालै 5 गतेभित्र आफ्नो मतदाता नावलीमा नाम समावेश गर्नुहुन अनुरोध गर्दछु। त्यसको लागि तपाईहरूले आफ्नो मतदाता परिचय पत्रमा उल्लेख गर्नको लागि दर्ता हुनको लागि नेपाली नागरिकताको प्रमाणपत्र अथवा राष्ट्रिय परिचय पत्रको प्रमाणपत्र वा आइडी नम्बर लिएर तपाईहरूले गर्न सक्नुहुन्छ। तपाईहरूले आफ्नै मोबाइल डिभाइसबाट पनि गर्न सक्नुहुन्छ। त्यसैगरी नजिकको निर्वाचन कार्यालयमा गएर पनि तपाईहरूले आफू दर्ता हुन सक्नुहुन्छ। दर्ता भएर मतदान गर्न पाउने अधिकार तपाईहरूले आफू सुनिश्चित गर्न हुनको लागि सम्पूर्णमा म अनुरोध गर्न चाहन्छु। धन्यवाद।